प्रक्रिया चलिसकेको छ। जीविस पर्साले त्यसको सम्पूर्ण चाहिँ डकुमेन्टेसनहरू मन्त्रालयले पठाइसकेको छ। 2063 साल यता निर्माण सामग्रीमा भएको मूल्य वृद्धि र मूल्य वृद्धि समायोजन गर्ने सरकारी निर्णयसँगै ठेकेदारले गरेको ढिलाइको प्रत्यक्ष असर विद्यालयको पठन पाठनमा परेको छ। कान्तिपुर समाचारका लागि क्यामेरामा पंकज श्रेष्ठका साथ उपेन्द्र ठाकुर, पोखरिया, पर्सा। कान्तिपुर समाचारमा अब बेला भएको छ खेलकुद समाचारको। खेलकुद समाचार प्रायोजक LG, लाइफ इज गुड, शिखर शूज, कमाल को स्टाइल। फ्रान्स सन् 2012 को युरोकप फुटबलका लागि छनौट भएको छ। बोस्नियासँग 1-1 गोलको बराबरीमा खेल टुङ्गाए पनि पूर्व च्याम्पियन फ्रान्स समूह डीमा पहिलो स्थानमा रहँदै युरोकपका लागि छनौट भएको हो। पेरिसमा सम्पन्न खेलको सुरुवातमा नै फ्रान्सले गोल गर्यो, तर एदिल रामीको उक्त गोललाई रेफ्रीले अफसाइड घोषित गरे। खेलको 40औं मिनेटमा यसपटक बोस्नियाले गोल गर्दै अग्रता लियो। एडिन जेकोले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफमा फ्रान्सले बराबरी गर्ने सुन्दर मौका गुमायो। समीर नास्रीले प्रहार गरेको फ्री किकलाई बोस्नियाका गोलकिपर केनान हासाजिकले राम्रो बचाउ गर्दै टोलीको सङ्कट टारे, तर त्यसको 6 मिनेटपछि फ्रान्स खेलमा फर्कियो। 78औं मिनेटमा नास्रीलाई बोस्नियाका कप्तान एमिर स्पाहिकले डी बक्समा लडाएपछि पाएको पेनाल्टीलाई नास्रीले सदुपयोग गर्दै फ्रान्सलाई खेलमा फर्काएका थिए। अन्त्यमा अहिलेसम्मका मुख्य समाचार फेरि एकपटक। एकीकृत नेकपा माओवादीको पदाधिकारी बैठक सम्पन्न। दुवै पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता प्रशिक्षणको कार्यक्रम स्थगित गर्ने निर्णय। गैर आवासीय नेपाली सङ्घको 5औं विश्व सम्मेलन आजबाट राजधानीमा सुरु। र एकजना इजरायली सैनिक अधिकारीको बदलामा 1000 भन्दा बढी प्यालेस्टाइनी बन्दी रिहा गर्ने इजरायल र हमास बीच सहमति। कान्तिपुर समाचार अहिलेलाई सकियो। कान्तिपुर टेलिभिजन हेर्दै गर्नुहोला। नमस्ते।